हाम्रो चाहिँ यहाँ रोस्ट बन्दैछ। यहाँ कराईमा छ अनि यता पनि अर्कोचोटिलाई छ रोस्ट पाकिरहेछ। यता केटाकेटीहरू हेर मोबाइल लिएर उता। हेलो साथीहरू, नमस्कार। लोनिप्दा युट्युब च्यानलमा अनि सम्पूर्ण साथीहरूलाई हेप्पी न्यू इयर 2082 सालको धेरै धेरै नयाँ वर्षको शुभकामना। ल अब चाहिँ आज चाहिँ हामी पुलाउ आलुदम खाने हुनाले हामी चाहिँ रेडी गर्छौँ साथीहरू। हेर्नु त हामी कतै घुम्न गएनौँ, घरमै आज साथीहरू भेला भएर रमाइलो गर्छौँ। हामी चाहिँ यसरी देखिँदै परिरहेको छ नि, यसरी पुलाउको लागि सामानहरू बनाउँछौँ। आलुहरू उसिन्दैछौँ। भिडियो हेर्दै गर्नु होला। नयाँ वर्षको तयारी हुँदैछ हाम्रो चाहिँ। लोनी बेटा हेर, हाम्रो चाहिँ पुलाउको लागि सामानहरू तयारी हुँदैछ। हामी तयारी गर्दैछौँ। यता भित्र भने उता बाहिर यता आगोमा आलु उसिनिराखेको छौँ अचारको लागि। हामी चाहिँ यस्तै तरिकाले आज नयाँ वर्ष मनाउने तयारीमा छौँ। लोनी बियो प्लास्टिक ठोक त। हाम्रो चाहिँ न्यू इयरमा खानको लागि तयारी धमाधम भइरहेको छ। के खाएको के हाम्रो चाहिँ यहाँ रोस्ट बन्दैछ। यहाँ कराईमा छ अनि यता पनि अर्कोचोटिलाई छ रोस्ट पाकिरहेछ। यता केटाकेटीहरू हेर मोबाइल लिएर उता खै त छोरा। ल यतातिर सबै यहाँ चाहिँ अचार, यो अचार धेरै पो भएछ त। यसमा बनाउनु पर्ला। यहाँ यता बाहिर आगोमा चाहिँ रोस्ट पाक्दैछ। न्यू इयर मनाउने टोलीहरू चाहिँ यता हुनुहुन्छ। प्रयान लुङसाङै होइन न, यता हेर्नु न। यहाँ चाहिँ प्रियाङ्सुको मम्मीले चाहिँ यो के को अचार, यो आलु, प्याज, टमाटर, हाम्रो खानाको भेराइटी बन्दैछ होइन त। अब यता पुलाउको तयारी हुँदैछ। अचार भइसक्यो। म चाहिँ बाहिर, मेरो चाहिँ ड्युटी छ रोस्ट हेर्ने। कस्तो भयो यो के भयो रोस्ट, कस्तो धुवा आयो। खै त म आगो मिलाउँछु। कस्तो यो लु नाच नाच लुङसाङ, लोनी पनि नाच। नाच्यो नाच्यो, खै नाचेको फेरि नाच्यो। लु खै त गफै अनि भन्दा भयो त। बिमलाको गफ कता हो र। आज नयाँ वर्ष मनाउन चाहिँ के अरे नाम के हो कान्छीको? सनिला आएको छौँ हामी चारजना बुढाबुढीसँग 10 जना जति हुन्छौँ होइन। हामी चाहिँ गइएन घुम्न, चाहिँ घरमै गफ लाएर बसिराखेको छ।
सबै पाकिसक्यो अब रोस्ट पाक्नलाई अलिकति बाँकी छ हजुर हाम्रो चाहिँ अब पकाउने कार्यक्रम चाहिँ सकियो होइन त अब खानुको लागि हामी तयारी हुँदैछौँ लु बस मिलेर सबैजना बस खोइ सौजन चाहिँ लु छोरा पापड त नि हिमाल भइरहेछ त बाबु खाइसक्छौ तिमीलाई नि मन पर्दैन लु पर्यान खाऊ ल ह्याप्पी न्यू इयर हो नि आज ह्याप्पी न्यू इयर हो नि भाइ अब खोइ त बिमला त भान्से गरौँ भान्से म यहाँ मोबाइल देखाउँदै ठिक छ लुङसाङ ब्राउन मन पराउँदो रहेछ है यता हेर्नु त बिचमा चाहिँ ठुलो मान्छे छेउछेउमा चाहिँ सानो बसेर खाँदैछ है आजको न्यू इयरको हाम्रो पार्टी यस्तै छ साथीहरू पिकनिक गइएन घरमै न्यू इयर अनि उसलाई चाहिँ खोइ त भान्से परबा लु अब कता बस्ने लु बसेर खाउँ है अब सबैले मेरो चाहिँ भाग आइसक्यो लु है आजको न्यू इयरको पार्टी एकदम प्रियांशु लुकिरहेछौ लुङसाङ ल उसले सक्यो हिँड त लिएर के चाहिने ए खै म लु म बोकिदिन्छु यहाँ राखिदिन्छु लु जा म सबमै पकाउनु दिएको बनाउनु दिएको चिसो पर्वा चिसो हजुर के खाने तिमीलाई त कति पापड मन परेको छोरा नामै पापडे राख्ने बेला भयो लु भयो म नि खान्छु ठिकै लाग्छ दिदी बहिनी चाहिँ धेरै हो कतिजना हो दिदी बहिनी चाहिँ 3 जना ए 4 जना छोराछोरी 3 बहिनीहरू पुरा भइहाल्यो है 3 जना त्यहाँदेखि अनि मेरो बिहा गरेपछि कान्छी बस्छ त्यसरी 17 कति कुर्थे अझै मेरै माया लाग्छ भन्छ अरे जति कुर्थे गर्दैन त हान्छ कान्छा चाहिँ सानैदेखि देख त ल खाडा खुट्टी लाएर बसिरहेको छ एकचोटि त अब 1 वर्षपछि आइफोनदेखि बन्छ क्या मेरो आइफोन होला नि ढक त तपाईको गोब्रोबाट गएको कि प्राइस तेरो गोब्रो चाहिँ ए गोब्रो राम्रो त्यो त मोटो भ्लगको लागि चाहिँ हुन्छ ल फेरि मिनी भ्लग बनाउँछ यता हेर्ने उता खाने यता गफ गर्ने साउनी यता चाहिँ वर्कसपको लागि चाहिँ के भन्छ वर्कसप चाहिँ बनाउनुहुन्छ तर खासै राम्रो चाहिँ आउँदैन के त्यो क्यामेराको आजको नयाँ वर्ष कस्तो भयो त छोरा राम्रै भयो के खायो त खै बुढी कत्रो देखियो केही भन्नु छ यता हेर न यता केही भन्नु छ कि छैन सिद्धिएको ए आजको नयाँ वर्ष हाम्रो चाहिँ सिद्धियो पानी चाहिँ तर साह्रै सानो छ यहाँ भाँडाहरू माझ्नुलाई चाहिँ समस्या भइरहेको छ ढुङ्गा गरौँ त म पनि आउँछु नि त
ल आजको हाम्रो नयाँ वर्षको अब पार्टी चाहिँ यसरी सकिन्छ है। अब भाँडा धस्काउने डेक्ची ड्राइभरमा हो साङ हजुर भन्नु त हजुर। आजलाई भिडियो यति नै मन पर्यो भने चाहिँ लाइक कमेन्ट र सब्सक्राइब गर्नुहोला। तपाईँहरूले कसरी नयाँ वर्ष मनाउनु भयो, हाम्रो चाहिँ यस्तै रह्यो। आजलाई चाहिँ यति नै भिडियो। बाई बाई।